श्रम संस्कृति पार्टीबाट सांसद बनेका आर्यन राई प्रहरीसँग किन रिसाए यो भिडियो उनीहरूले गलत ढङ्गले बोलाए मैले के भन्नु बोलाए भन्नु बोलाए तपाईँले बोलाए भन्नु बोलाए सुन्नु न त्यसरी सबैजनाले यता यता बोला मैले त यहाँ त्यो बिच बाटोमा उभिएर मैले सबैलाई त्यसो नगर्नु म सुन्नुहोस् न म भित्र शीतलमा आनन्दले बसेको भए पो तपाईँले भन्न सक्दैन म त यहाँ बिचमा तातो घाममा उभिएर सबैलाई भनिराखेको छु नि त सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ म पब्लिक एज अ पब्लिक तपाईँले रेस्पेक्ट गर्नुपर्छ भन्न सक्दैन यति कुरा ख्याल गर्नुहोस् क्या कोही न कोही जिम्मेवार मान्छेले बोल्दैछ भने सर्वसाधारणले त्यसो बोलाउनु सक्दैन ख्याल गरिदिनुहोस् क्या जिम्मेवार मान्छेले कसैले बोल्दैछ उहाँले किन यो कुरा म जस्तो सर्वसाधारण मान्छेले बोल्न सक्दैन तपाईँहरूसँग तर तपाईँहरूले अघि नै मैले भने नि बोलीमा दिनु पर्यो क्या राम्रोसँग सोध्नु यस्तो भाइ अलिक सिकाउनु पर्छ राम्रोसँग मान्छेहरू हुनु सुन्नु तपाईँहरूसँग म के भन्छु नि दाइको भाइले त बोलाउँदै त्यो भाइले कोही तपाईँ उता अफिसर तपाईँहरूसँग म सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ म पब्लिक एज अ पब्लिक तपाईँले रेस्पेक्ट गर्नुपर्छ एज अ पब्लिकलाई है त्यो मान्ने छैन म जान्दिनँ तर कम्तीमा पब्लिकलाई तपाईँले इन्फर्मेसन दिने तपाईँको काम हो राम्रोसँग रेस्पेक्ट तपाईँको काम हो तपाईँ उनीहरूले गलत ढङ्गले बोलाए मैले के भन्नु बोलाए भन्नु बोलाए तपाईँले बोलाए भन्नु बोलाए सुन्नु न त्यसरी सबैजनाले यता यता बोला मैले त यहाँ त्यो बिच बाटोमा उभिएर मैले सबैलाई त्यसो नगर्नु म सुन्नुहोस् न म भित्र शीतलमा आनन्दले बसेको भए पो तपाईँले भन्न सक्दैन म त यहाँ बिचमा तातो घाममा उभिएर सबैलाई भनिराखेको छु नि त राम्रोसँग सोधिरहेको छु यो अर्को साथी साथी गिजाउने टाइपले बोल्छ भने त्यो म यहाँ बसेको हुन्छ म शीतलमा बसेर छुइनँ